हेलो गाइज, यो चन्द्रगढी महिला गोल्ड कपमा चाहिँ आज नेपाल पुलिस र आयोजक टिम चन्द्रगढी एफसी को आज म्याच थियो, जुनमा चाहिँ अब अहिले भर्खर सुरु हुन लागिरहेको छ। यो फिफा धुनसँगै गेम पनि ठ्याक्क सुरु हुन लाग्यो, ठ्याक्क सुरु पनि भइहाल्यो। यो सुरुवातीमा चन्द्रगढी एफसीका चाहिँ गोलकिपरले कस्तो मजाले सेभ गर्यो, सुरुमै ट्याक्क सेभ चाहिँ राम्रोसँग गर्यो। तर दुर्भाग्य केही समयमै केही क्षणमै गोल पनि खाइहाल्यो। खेल हो, हारजित हुन्छ, तर चन्द्रगढी एफसीका 10 नम्बरे बुनु सानी थियो, अलि मोटी थियो, तर गेम भने बब्बाल। ड्रिब्लिङ पनि त्यस्तै, रनिङ पासिङ पनि राम्रो छ, एकदम राम्रो थियो। पछि जस मेन्टेन गरे पनि एकदम राम्रो छ, बब्बाल लाग्यो गेम। सानी भए पनि एकदम राष्ट्रिय खेलाडीहरू मात्र छन् नेपाल पुलिसमा, तैपनि यतिको किपरले राष्ट्रिय टिमको खेलाडीहरूले सर्टबाट चाहिँ यतिको सेभ गर्न चाहिँ एकदम राम्रो हो। अरू कुरो गेम सुरु हुँदाहुँदै फेरि ट्याक्क कहाँबाट एउटा कालो कुकुर ठ्याक्क बिच ग्राउन्डमा लखर 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 हिँडिरहेछ। फेरि गेम उता चलिरहेछ, झापालाई चाहिँ एकदम पेलिरहेछ नेपाल पुलिसले, त्यसमाथि फेरि एउटा कुकुर पनि थपिन गयो। त्यहाँनिर चाहिँ हाम्रा खेलाडी अमृता जैसीले चाहिँ फेरि कुकुरलाई धपाउँदैछ। पहिला रेखा पौडेलले धपाइरहेको थियो, फेरि मानेन, त्यसो फेरि पछि आएर अमृता जैसीले देब्रो हातले हानेको, भाग्न थाल्यो। त्यसपछि लखेट त्यहाँबाट एकछिन गेम स्थगित गरेर, स्थगित भन्दा नि एकछिन रोकिएर कुकुरलाई फेरि त्यहाँबाट लखेटियो। कुकुर अझै अटेरी गर्छ, अझै त्यहीँ बसेर पुरा मान्दैन। झापा जिल्लाको 17 जाति, म चाहिँ नाइजेरियाको ब्ल्याक परे कि। हेलो नमस्ते। नमस्ते सरहरुलाई। फुटबल हेर्नु भन्दा त यता एकतिर फेरि अर्कै रमाइलो छ। फेरि फुटबल भन्दा पनि यहाँ झापा जिल्लाको 17 मान्छे रे, तर नाइजेरियाको ब्ल्याक रे मान्छे चाहिँ एकदम कहाँबाट आउनु पो, तर एकदम रमाइलो हुँदो रहेछ फुटबल हेर्नलाई। हो कि अब यसो हाउभाउ ब्लकिङ गर्दै हुनुहुन्छ उहाँ पनि एकदम म जस्तै ब्लकिङ गर्दै पुरा। मन चाहिँ नाइजेरियाको ब्ल्याक मान्छे हो, तर मेरो घर चाहिँ झापा हो, म चाहिँ झापाको 17 हो, तर नाइजेरियाको ब्ल्याक हो भन्दै पुरै दिइरहेको छ। खेल हेर्नु भन्दा यता हेर्नु पो रमाइलो भइरहेछ। यता ऊ आफ्नै दुनियाँमा छ, पुरा भ्लगिङ हानिरहेछ सबैलाई। हेलो गाइज, हाई के छ खबर भनेर पुरा भ्लगिङ गरिरहेको छ। एकछिन फुटबलतिर पनि हेऱ्यो, उता हेर्नुभन्दा यता पनि हेर्न एकदम रमाइलो भइरहेछ। पुरा लाइभमा हो कि अब भ्लगिङ गरिरहेछ उसले। हेलो आए परेर यो गुड रे, अझै पुरै यता पनि एकदम रमाइलो भयो, एकदम रमाइलो हुनुहुँदो रहेछ नाइजेरियन ब्ल्याक। नेपाल पुलिसमा चाहिँ राष्ट्रिय खेलाडी रेखा पौडेल, मिना देउबा, अमृता जैसी, समीक्षा घिमिरे, पूजा राणा लगायत एकदम अनुभवी खेलाडीहरू थिए। र हाम्रो यो चन्द्रगढी एफसीमा चाहिँ आयोजक टिमबाट चाहिँ खासै त्यस्तो अनुभवी त थिएन, तैपनि यसो साना साना भर्खरका बुनुहरू खेलेको चाहिँ एकदम राम्रो खेलिरहेको छ। तैपनि राम्ररी किपर त एकदम राम्रो, यतिको धेरै राम्रो हो। अनि त्यसपछि एउटा फरवर्ड, एउटा चाहिँ स्ट्राइकर पनि छ, सानो बुनु 10 नम्बर मोटी ज्यान, एकदम राम्रो खेलेको। उसले पनि ड्रिब्लिङ पनि एकदम राम्रो रहेछ, एकदम राम्रो देखियो। जस पछि भविष्यमा राम्रो छ यी बुनुहरूको खेल, भविष्यमा एकदम राम्रो हुन्छ। प्र्याक्टिस गर्दै गयो भने, निरन्तरता ट्रेनिङ लिँदै गयो भने एकदम राम्रो छ है। खेल हो, हारजित भइहाल्छ, तर पनि चन्द्रगढीका टिमले चाहिँ एकदम राम्रो खेलिरहेको छ। यतिको एकदम राम्रो राष्ट्रिय खेलाडीहरू भएको टिमसँग खेल्नु भनेको एकदम, यतिको खेल्नु भनेको एकदम राम्रो हो। किपर पनि एकदम राम्रो छ, त्यसपछि अरू बहिनीहरू पनि एकदम राम्रो खेलिरहेको छ। यतिको राम्रो हो, हारजित आफ्नो ठाउँमा छ, तर एकदम राम्रो छ। भविष्य पनि राम्रो छ नानीहरूको, राम्ररी खेल्यो भने। र नेपाल पुलिसले 6 गोल र चन्द्रगढी एफसीले चाहिँ 0 भएको छ। खेल चाहिँ एकदम राम्रो भएर सकियो पनि।
6-0 मा सीमित भयो तर खेल चाहिँ एकदम राम्रो भयो ल ओके गाइस ल आजको भ्लग यति नै फेरि भोलि चाहिँ नेपाल एपिएफ एफसी र पद्मा स्पोर्ट क्लब एफसी बीच म्याच छ भोलि 2:30 बजेको फेरि सबैजना आउनु होला ओके ल बाई बाई फेरि भोलि भेटौँला नेपाल एपिएफ एफसी र पद्मा स्पोर्टिङ क्लब एफसी को म्याच फेरि भोलि हेरौँला ओके ल बाई बाई गाइज